Hello everyone, Khamri, Namaste, welcome back to Somlip Jamini vlog. So this is new day, new vlog. भविन बाबु घाँस ल्याइदिएको छु मैले। के को लागि घाँस ल्याइदिएको भन्दा आज कहिले नकाट्नेले काट्दै छ के पुग्यो। अलिक पैसा सापट माग्नु थियो के अन्त। ओहो लु त्यसो भने चाहिँ घाँस फर्काएर लाँदा भयो है। हैन राख्नुस् न। हैन लैजाऊ। मेरो बेसी हैन 2000 मात्र। पैसा छैन। हैन लानु ल फर्काएर। बोकाइदिनुस्। लु लानु। म आए लु। यो के हो दिदिन भनेको त के मातेको। लु नराख्नु हैन। म त राख्दिन है। पल्लो घरमा घाँस दिएर हो त्यो पल्लो घरतिर चाहिँ राख्नु सक्छ है। ल आउँदै गर्नु है तर भविन बुबुलाई घाँस बेच्न आएको राख्दिन भन्यो। आज चाहिँ फेरि म चाहिँ बारीमा आएको छु साथीहरू, तपाईहरुलाई फेरि मेरो बारीमा घुमाउँछु ल। सबै लडाइ देख्छ अहिले चाहिँ। अनि यहाँ चाहिँ सिमी बारी छ है। म चाहिँ घुम्न आएको है आज चाहिँ। फिनिनी पारेर घुमाइराख्छु। फेरि सिमीलाई झागा लाउने बेला भएको छ। यहाँ माथि त लगाइसकेको छ हो। अब फेरि यहाँनिर उम्रिँदैछ। यिनीहरूलाई लाउनु बाँकी नै छ। यस्तो छ है हाम्रो खेतीपाती चाहिँ। मेरो मस्याम पनि उम्रेछ। होइन यो कस्तो खालको कोपी हो। यसको चाहिँ के खानुपर्ने खासमा? यो खानुपर्ने हो कि यो खानुपर्ने हो कि यो खानुपर्ने हो कि के कोपी हो यो चाहिँ? छे यो चाहिँ मैले केराको बुङ्गा काट्ने बनाएको। यो हँसिया त बाँधेर चाहिँ केराको बुङ्गा काट्नुपर्छ। ओ हन्टिङ चाहिँ सक्यो। केराको बुङ्गा काटिसक्यो। आइज को आइज। बिल्ली तर्सेर क्या कुदिआयो कि। कत्रो छ नि बुङ्गा म देखाउँछु ल। यस खाइन्छ अब भुटेर चाहिँ नि त्यसलाई चाहिँ। कत्रो छ होला। बोका राख्छु तिमी चाहिँ छ नि केराको बुङ्गा हेर। ए अब लगेर चाहिँ मजाले भुटेर खान्छ है। को आइज। यो चाहिँ उकाएर फ्याँक्नुपर्छ। यो छिपेको चाहिँ कलिलो मात्रै त हो नि खाने त। कत्रो ठुल्ठुलो हुन्छ यो वन केराको त। अब चाहिँ यहाँदेखि भित्रको चाहिँ खाने हो। कोकोलाई कोको कहाँ पो गयो? कोको आइज। कोको त घरि त लाग्छ। अब यो चाहिँ लगेर मजाले भुटी खानुपर्छ। जाउँ त बनाएर देखाउँछु ल तपाईहरुलाई। फर्किँदैछौँ है हामी चाहिँ। घाँस पुऱ्याएर पनि फर्किँदैछौँ है हामी चाहिँ।
बसाइयो है केराको बुङ्गो चाहिँ पाक्यो है। लु यी पाक्यो। अब यसलाई चाहिँ मजाले केलाउने अनि चाहिँ मजाले फ्राई गरेर खाइन्छ है। लु साथीहरू पाक्यो त यसरी उकाउनु पर्छ नि। लु यस्तो केलाउने हो। खानेकुरा चाहिँ यही हो है। खानेकुरा चाहिँ यो हो नि। योहरू छ नि यो चाहिँ खानेकुरा है। यो चाहिँ खानुपर्छ है। खाने बेलामा चाहिँ यो निकाल्नुपर्छ नि। फेरि यसको यो चाम्रो हुन्छ कि यो चाम्रो भाग चाहिँ यो चाहिँ निकाल्नुपर्छ यस्तो चाहिँ। यही बदमास गर्छ हौ। साथीहरू यो केराको बुङ्गामा चाहिँ अदुवा र लसुन चाहिँ लगाउनै पर्छ। यस्तो दामी टेस्ट आउँछ कि। अब अलिक ताछेर लाउँछु ल म। हेलो साथीहरू, आज चाहिँ हाम्रोमा लाइट छैन। यो पारी देख्ने चाहिँ गेजिङ पेलिङहरू हो। अनि आज चाहिँ पुरा पानी परेको कारणले गर्दाखेरि चाहिँ हाम्रोमा लाइट छैन। तर हाम्रोमा नेचुरल लाइट भने छँदैछ नि त, जुन लागिरहेको छ हैन। सो आजको मेरो मिनी भ्लग यहीँनिर एन्ड गर्न चाहन्छु। अनि फेरि पनि अर्को नयाँ मिनी भ्लग लिएर छिट्टै भेट्ने बाचा गर्दै अहिलेलाई चाहिँ भनी बिदा चाहन्छु। हस्त नमस्ते, बाइ बाइ, गुड नाइट।